ओ एकछिन ओम नमो नारायणाय। समस्त देशव्यापी रूपमा विभिन्न कुना कुनामा रहनुभएका समादरणीय भक्त सज्जन, नारायण पोखरेल प्रतिष्ठानको तत्त्वावधानमा निर्माण भइरहेको यो नारायण आध्यात्मिक केन्द्र सहितको बद्रीनारायण धामको परिसरबाट यहाँहरू सबैलाई हार्दिक स्वागत भन्न चाहन्छु। नारायण गुरुले आध्यात्मिक चिन्तनको माध्यमबाट भौतिक समृद्धिको नयाँ आयामको शुभारम्भ गर्नुभयो। त्यसको निरन्तरता सँगसँगै त्यसलाई अझै नयाँ प्रयोग गरिकन समाजमा सम्बोधित गर्ने काम हामीबाट अगाडि बढिरहेकै छ। 400वटा विद्यालय, 100वटा भन्दा बढी अस्पताल, विभिन्न निर्माणका कामहरू विभिन्न जिल्लामा गएर आध्यात्मिक कर्मको माध्यमबाट सेवा गर्दै आएको यहाँहरू सबैसँग जगजाहेर छ। एकपटक नारायण गुरुलाई श्रद्धाञ्जली दिन दिनबन्धु पोखरेल र नारायण पोखरेल प्रतिष्ठानका तमाम आदरणीय भक्त सज्जनहरू समग्र मेरा टिमबाट गरेका कर्मलाई साथ दिनका लागि वैशाख 19 देखि 27 गतेसम्म हजुरको घर घरमा निमन्त्रणा लिएर म आउन सक्दिनँ होला। कृपया यसलाई नै निमन्त्रणा सम्झेर दिनबन्धु पोखरेलले फोन गरेन, गुरुले फोन गर्नु भएन भन्ने पनि सम्झनु होला। होइन, क्षमा चाहन्छु, मेरो कार्यव्यस्तताले यहाँहरू सबैलाई सम्बोधन गर्न सकेका छैन। यहाँहरू सबैजना घर घरबाट उठेर बस्तीबाट जुटेर काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 7 रामकोटमा बद्रीनारायण प्राण प्रतिष्ठा 2082 साल वैशाख 19 देखि 27 गतेसम्म यहाँहरू सबैजना आइदिनु होला। यहाँहरूलाई चुलै निमन्त्रणा भन्न चाहन्छु। यहाँहरूको स्वागतका लागि हामी आतुर छौँ, म र मेरो टिम आतुर छ। यहाँहरू सबैजनाको आगमनको दिव्य प्रतीक्षा गर्छौँ। जय होस् नारायण।